बोसो चाहिँ एकदम सानैदेखि मनपर्ने साथी। मटन पनि छ, लसुन साथी लसुन। एकदम मनपर्ने मलाई। यो बोसो चाहिँ साथीहरू धेरै मसला नहालिकन पकाएर खानु, तपाईँहरू मनपर्छ भने एकदम मिठो हुन्छ। म चाहिँ गाउँमा पहिला 6 जना दिदीबहिनीमा सबैभन्दा धेरै बोसो खाने म हो। सबैले अरू दिदीहरू कसैले बोसो खानुहुन्न, मलाई चाहिँ मनपर्ने। म चाहिँ बिस्तारै बोसो काँचै पनि खाइदिन्थेँ साथीहरू। मासुमा चाहिँ कलेजहरू पऱ्यो भने एकदम मिठो लाग्छ। तपाईँहरूलाई मसला पर्दैन? मलाई एकदम मनपर्छ नि। र यहाँ पनि कसैले खानु हुँदैन, म एक्लै खान्छु। बोसो नखानु भनेर मोटाइन्छ भनेर छोरो पनि खानुहुन्न, छोरोको ड्याडी पनि खानुहुन्न, म चाहिँ खाइदिन्छु। लसुन